आहा प्रेम भाइले त सस्तो र राम्रो जग्गा देखाउनुहुन्छ भन्नुहुन्छ। ल हेर्नुहोस्, तपाईँले भने जस्तै एकदमै सस्तो जग्गा झन्डै 10-15 दिनमा जसरी भयो नि बिक्री गर्नुपर्ने भएकोले चलेको मूल्यभन्दा आनामै 10 लाख सस्तोमा यो जग्गा बिक्रीमा राख्नु भएको छ। जग्गा पनि टक्क 4.5 आना जग्गा, मोबाइल आकारको, लोकेसन पनि काठमाडौँको नयाँ बस पार्कदेखि नजिकै जरङखु पुलको ठ्याक्कै अगाडिपट्टि रहेको यो ठुलो कोरिडोरको 33 फुटे बाटोमा रहेको 33 फुटे बाटोको मापदण्ड टक्क कटाएर वाल लगाएर मजाले राख्नु भएको छ। एकदमै सस्तो मूल्यमा पाउनुहुन्छ। तपाईहरुलाई यो जग्गाको बारेमा सम्पूर्ण जानकारी दिनेछु, सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनुहोला। टक्क तपाईले यो बाटो हेर्न सक्नुहुन्छ, 33 फुटे ठुलो बाटो रहेको छ है। बाटोको मापदण्ड सबै कटाएर वाल लगाउनु भएको छ। जग्गा धनीले हेर्न सक्नुहुन्छ, वरिपरि वाल लगाएर कम्पाउन्ड चिटिक्क घेर्नु भएको छ। अगाडिको मोडा 28 फुट चान्चुन रहेको छ। तपाईले हेर्न सक्नुहुन्छ, यहाँदेखि अगाडिसम्म रहेको छ। उतापट्टि हेर्न सक्नुहुन्छ, तपाईले घर बनिसकेको छ हैन। यतापट्टि वाल लगाउनु भएको छ। त्यो भएर जग्गा एकदमै क्लियर छ, चिटिक्क छुटाउनु भएको छ वाल लगाएर हैन। तपाईले तुरुन्तै किनेर घर बनाएर मजाले बस्न सक्नुहुन्छ। र यो साइडमा हेर्न सक्नुहुन्छ, माथिसम्म रहेको छ है, टक्क पछाडिसम्म रहेको छ माथिसम्म। तपाईलाई यो साइडको दृश्य पनि देखाउने छु। र यो साइडमा माथिको साइडमा हेर्न सक्नुहुन्छ, उतापट्टि पनि घर बनिसकेको छ है। टक्क हेर्न सक्नुहुन्छ, यो माथि पछाडिसम्म रहेको छ हैन। यो साइडमा पनि 13 फुटे बाटो रहेको छ है। तपाईहरुले दुई साइड अगाडि पछाडि बाटो रहेको हुँदा पछि यसो सेमी कमर्सियल जग्गा टाइपको पनि हुन्छ। तपाईले यसो केही व्यवसाय गर्छु भन्दा पनि मिल्ने हुन्छ। किन भन्दा फेरि यो सेन्टर चोक पर्छ पछिको लागि। र यो साइडमा पनि हेर्न सक्नुहुन्छ, घरहरू राम्रो घरहरू बनिसकेको छ। र यो साइडसम्म रहेको छ, यो साँध हेर्न सक्नुहुन्छ तपाईले, त्यहाँसम्म रहेको छ। टक्क उतापट्टि घर बनिसकेको छ भने यतापट्टिको यो जग्गा हो, वरिपरि वाल लगाएर चिटिक्क कम्पाउन्ड छुटाउनु भएको छ। पछाडिपट्टि 13 फुटे बाटो रहेको छ भने यो अगाडिपट्टि ठुलो 33 फुटे बाटोमा रहेको चिटिक्कको जग्गा बिक्रीमा रहेको जग्गा यही नै हो। यो जग्गाको वरिपरिको साँध तपाईले हेरिसक्नु भएको छ। पक्कै पनि मन पर्यो होला, मन नपर्ने त कुरै हुँदैन। किन भन्दा फेरि एक साइडमा घर बनिसकेको छ, अर्को साइडमा वाल लगाएर चिटिक्क कम्पाउन्ड छुटाउनु भएको छ। र तपाईले अहिले लगानी गरेर पछि फाइदा खाएर बिक्री गर्छु भन्दा पनि मिल्ने, या अहिले लगानी गर्दा बित्तिकै घर बनाउँछु भन्दा पनि मिल्ने, या पछि घर बनाउँछु भन्दा पनि मिल्ने एकदमै राम्रो सम्पूर्ण सुविधा सम्पन्न रहेको ठाउँमा यो आजको बिक्रीमा रहेको जग्गा हो। अब तपाईहरु यो जग्गामा आउनको लागि टक्क काठमाडौँको रिङ रोड नयाँ बस पार्कदेखि अलिकति माथि आउनु भने माछापोखरीदेखि सिधा तपाईहरु नेपाल टार हुँदै जरङखु पुलमा आउनु होला। जरङखु पुलदेखि ठ्याक्क लेफ्ट साइड लाग्नु भयो भने अष्टमान टोल रहेको छ। अष्टमान टोलको यो कोरिडोरको बाटोमा रहेको टक्क यो बिक्रीमा रहेको जग्गा हो। यो जग्गा नजिकै स्कुल, कलेज, हस्पिटल, लुटको गाडीहरू, बैंक, फाइनान्स, पुलिस चौकी, वडा कार्यालय, सुपरमार्केट नजिकै सम्पूर्ण सुविधा सम्पन्न रहेको ठाउँमा यो आजको बिक्रीमा रहेको जग्गा हो। अब तपाईलाई यो जग्गाको बारेमा सरर सम्पूर्ण जानकारी दिन चाहे। यो जग्गाको लोकेसन रहेको छ काठमाडौँ जिल्ला तारकेश्वर नगरपालिका जरङखु पुल नजिकै अष्टमान टोलमा रहेको 4 आना 2 पैसा जग्गा बिक्रीमा रहेको छ। टक्क पूर्व मोडा गरेको 33 फुटे बाटोमा रहेको, पछाडिपट्टि पश्चिम मोडा गरेको 13 फुटे बाटोमा रहेको चिटिक्क मोबाइल आकारको जग्गा। अगाडि फेस 28 फुट रहेको, अरू लम्बाइ रहेको, साइडमा राम्रो घर बनिसकेको, बत्तीको पोल अगाडि रहेको, खानेपानीको प्रशस्त मात्रामा सुविधा रहेको ठाउँमा यो जग्गा बिक्रीमा रहेको छ। यसको मूल्य यो एरियामा तपाईले हेर्न सक्नुहुन्छ हैन। अगाडिपट्टि बाटो ढलान भइसकेको छ, अब अलिकति मात्रै बाँकी छ। यहाँनिर पनि ढलान हुन्छ छिट्टै 1-2 वर्षभित्र हैन। सबै काम धमाधम सुरु हुँदैछ। यो बाटो पिच हुँदा बित्तिकै यहाँनिर तपाईले आनाको 60 लाखमा पनि पाउनुहुन्न। अहिले नै यो एरियामा आनाको 48-50 लाख भन्दा रहेछन्। जग्गा धनीलाई पैसाको समस्याले 10-15 दिनमा जसरी भयो नि बिक्री गर्नुपर्ने भएकोले यो जग्गाको मूल्य जम्मा आनाको 40 लाख मात्रै राख्नु भएको छ। तपाईले छिट्टै लिनुहुन्छ भने अझै मिलाएर डिस्काउन्ट गरेर दिनुहुनेछ। जग्गा धनीले बताए अनुसार जस्ताको जस्तै तपाईलाई सम्पूर्ण जानकारी राखिसकेको छु। पक्कै पनि मन पर्यो होला। यदि मन पर्यो भने सिधै मैले माथि जग्गाको लागि भन्दा नम्बर राखिसकेको छु, डाइरेक्ट कन्ट्याक्ट गरेर राम्रोसँग बुझेर लिनु होला। र केही नबुझेको कुरा छ भने तल कमेन्टमा लेख्नु होला भन्दै आजलाई बिदा हुन चाहन्छु। हस्त नमस्ते, धन्यवाद। यहाँहरुको दिन समय राम्रोसँग जाओस्।